घुम्दै घुम्दै हामी अहिले आइपुग्यौं माउन्ट आइजा सिटी। अनि मैले यो भन्दा अलिक अगाडिको भिडियोमा चाहिँ ब्रिस्बेन टु माउन्ट आइजाको पुरै भिडियो राखेको छु। त्यो चाहिँ अलिकति लामो छ अनि अरु भिडियोहरु चाहिँ छोटो छोटोहरु छन्। अब यो अगाडिको चाहिँ छ माउन्ट आइजा माइनको टावर, बिग स्मोक पनि भन्दो रहेछ। अरु ठ्याक्कै चाहिँ के हो यसको नाम थाहा भएन। अहिले चाहिँ हामी यो बाक्ली हाइवेमा ड्राइभ गरिराछौं। ठुलो ठुलो माइनको ट्रकहरु, बाटोको छेउछेउमा चाहिँ एकदमै ब्राइट कलरको फूलहरु पनि छ। हुन चाहिँ यो एकदमै ड्राई गर्मी ठाउँ भए पनि फूलहरु यो बेगनभिलिया देखि लिएर फ्रान्जिपानी फूलहरु चाहिँ कति धेरै देखिने अनि कति राम्रो कलरको। अनि त्यसपछि एकदमै सुक्खा छ हेर्दाखेरि। अब चाहिँ हामी अलिकति यो हाइवेबाट निस्केर सिटीतिर जाने कि भनेर भनिराछौं। यो छेउको चाहिँ स्केट पार्क रहेछ अनि यहाँ चाहिँ वाटर पार्क पनि छ, टाउन पुल पनि भनेर भन्दो रहेछ यसलाई चाहिँ। यो केपी फिटनेस सेन्टर रहेछ अनि यो चाहिँ मैले अब अभियसली केपी नाम भनेको भएर चाहिँ भिडियो लिएको हो। अनि त्यसपछि अब चाहिँ हामी यो शपिङ सेन्टरतिर निस्किदै छौं। अलिक धेरै राउन्ड अबाउटहरु चाहिँ रहेछ, ट्राफिक लाइट चाहिँ त्यति धेरै छैन। अनि यसपछि यो कहाँ आइपुग्यो मलाई थाहा भएन ठ्याक्कै। ल यो चाहिँ अहिले माउन्ट आइजा हो।